अनि यो जुन सेलिब्रेटी ग्रन्थी भने ग्रान्ड भनेको ग्रान्ड ग्रन्थी ओहो एसोफागस भनेको खाना नली कलेज हो तपाईँले बोल्नु भएन यो यसको विषयमा सबै थाहा छ तपाईँलाई अब भोलि एक्जाम आउँदैन सबै तपाईँहरूले चाहिँ लेख्न विषयमा पुऱ्याएर लेख्न सकिन्छ होइन पुरा सतहको क्षेत्रफल नि भन्नुपर्ने होला पुरा सतहको क्षेत्रफल कति हो ए ल ठिक छ ल धन्यवाद पढेर सुनाइदिनु कसले लेख्नु भएको यो तपाईँले धेरै राम्रो लेख्नु भएको छ पढेर सुनाइदिन्छ ल बालो धोएपछि काम गरेन त
कन्जर्भेसन वर्किङ मोडल है पानीलाई कसरी शुद्ध बनाउने खानायोग्य बनाउने भन्ने विषयमा रहेछ यो होइन यो विषयमा चाहिँ प्लिज मलाई कसले बनाउनु भएको तपाईँको टिमले चाहिँ हाम्रो अभिभावक टिमलाई हामीले त केही जानेको छैन तपाईँहरू जान्नु भएको छ त्यो चाहिँ तपाईँहरूले बुझाइदिनु पऱ्यो ल यो चाहिँ अब जुन हुन्छ नि आकाशबाट आएको पानी हुन्छ नि हजुर पानी त्यहाँ हाल्नु देखा न पानीहरू फोहोर हुन्छ नि त अशुद्ध हुन्छ नि त खानु हुँदैन योग्य हुँदैन त्यो पानीहरू त्यो पानी चाहिँ अब जमिन मुनि गएर त्यो रिजर्भ भयो भने एउटा ट्याङ्की हुन्छ जुन हाम्रो जस्तै हामीले त्यो राख्छौँ नि पानी खानालाई ट्याङ्की जम्मा गर्छौँ नि हो त्यो जस्तै यो यहाँ माथिबाट यहाँबाट जुन यो माथि लेभलबाट सुरु हुँदै जान्छ यो माथि फर्स्टमा यो ढुङ्गा हुन्छ यो ढुङ्गाले चाहिँ अलिक सफा पार्छ र त्यसपछि यो तल आएपछि यो पेपर भन्छ यो पेपरले अलिअलि सफा पार्छ र यहाँ चिपमा जान्छ र चिपमा गएपछि यो थोरै अलिक सफा हुन्छ र यहाँ बाल गर्न जान्छ र यो बाल गर्न गएर पानी शुद्ध पानी सबै हाल्नु त एकचोटि प्र्याक्टिकली हेरौँ त्यो यता त्यो स्यान्डमा पोखिन्छ है र यसलाई हामीले रिजर्भर भन्छौँ यो रिजर्भर भएपछि अनि यो रिजर्भर होइन जमिन मिन त वाटर टेबल भन्छ त्यही हो हुन चाहिँ अनि त्यो यसको विशेषता के हो कन्ट्रोल